Hey guys, what's up everybody? It's me, Ayush, and welcome to my vlog. And it's day 2 of learning audio mixing in the studio. And म चाहिँ अब क्लासतिर जाँदै हो. आज चाहिँ अब सेकेन्ड डे भनौँ न क्लासको. यही चाहिँ अब जे भयो सबै मैले भिडियोमा हालिसकेँ. भिडियो चाहिँ मैले आज बिहान अपलोड गरिदिएँ. यही चाहिँ अलि एडिटिङ यताउति थियो, भ्याएन, त्यही भएर हिजो गरेन. आज बिहान गरिदिएँ. अब आजको भ्लग चाहिँ त्यस्तै अब भोलि बिहानतिर आउँछ. सो सबैले चेकआउट गरिदिनु होला. अझै म हिँड्दै अहिले चाहिँ 2 बजिसक्यो. आज अलि छिटो हिँडेको. हिँडेर जानुपर्छ भनेर यसो त्यही भएर छिटो हिँड्नु पऱ्यो. अब चाहिँ अब बिचबिचमा यसो भ्लग खिच्छु है. अब धेरै जस्तो मान्छे हिँडिरहन्, अलि अकवर्ड फिल भइरहेको छ है. त्यति सक्दैन म भिडियो बनाउन, त्यही भएर बेला बेला हल्का खिच्यो हिँड्यो. त्यही हो. ओके, अनि हिजोको भ्लगमा चाहिँ रेकर्डिङ भइरहेको थियो. हिजो चाहिँ अरूहरूको रेकर्डिङ थियो, त्यसकै बारेमा हल्का बुझ्यो कि यसो पढ्दै थियो है. अलिअलि इक्वलाइजरहरू के आज अब मेरो रेकर्डिङ छ. अनि त्यही रेकर्डिङलाई अनि यस्तै हल्का मिक्सिङ गर्न सिकिन्छ. अलिकति बेसिक्सहरू जानिन्छ है. त्यही हो. आज अब मेरो रेकर्डिङ हुन्छ, मेरो भोकल हल्का यस्तो अब आज गाउने पनि यताउता सबै आजै हुन्छ. आज अलि सानो बुढाहरू रहेछन्, अलिक ठोकिरहेको छ. हाइट अब धेरै भएपछि त्यस्तै हो. अब हिँड्दै हिँड्दै कतिखेर पुगिन्छ थाहा होइन. लगभग 20-15 मिनट त लाग्छ मजाले. आरामले बिचबिचमा हल्का भिडियो बनाउँदै हिँड्दै. त्यही हो काम. डेली अटोमा मात्रै हिँडिरहने. अटोमा चाहिँ अलिक भाडा धेरै. अनि कहाँ डेली त अब कहाँ सकिन्छ र न अटोमा जान. तर कहिले काहीँ यसो हिँड्नु पऱ्यो. अब नयाँ नयाँ यतातिर आएको यस्तो त्यति थाहा छैन बाटोसाटो है. त्यही पनि अब हिँडेर यादसाद गर्नु पऱ्यो यताउता है. चिन्नु पऱ्यो नि त. त्यही भएर आज हिँडेरै भ्लग बनाऊँ भनेर, नत्र त अटोमा जान्थेँ. घाम त छ अब धेरै. घाम भएर छाता पनि छ हिजो दाइले दिएको. सो धेरै घाम भएर ओड्ने हिँड्ने. त्यही हो. मौसम पनि आज भन्नुपर्दा अलिकति फरक नै छ है. घाम अनि यस्तो छाया भइरहेको छ. सायद पानी पनि पर्न सक्छ अहिले आउँदाखेरि. अझ मस्त घाम लागिरहेको अरे. अहिले पानी पऱ्यो भने फेरि यो छाता आउँछ साथमा, नत्र त त्यही छोड्ने आउने. ल अब ठाउँ पनि आइसक्यो है. अब नजिक पुगिसकेँ म. फुल्की चोक आइसक्यो. अब यसो गल्लीबाट भित्र गएपछि आयो. ल म चाहिँ यहाँ गल्लीभित्र छिरिसकेँ. अब आइसक्यो घर चाहिँ. कस्तो अलि भ्लग बनाएको बानी नभएको मान्छेहरूको अगाडि अलि कस्तो लाइन कि बिल्ला टाइपको है. धेरै बानी छैन नि त. अब बल्ल त भ्लग स्टार्ट गरेको 1-2 दिन भयो. अनि त्यतिमै कहाँ बानी बस्छ त है. अब मस्त ठाउँ पुग्नु लाग्यो. शीतल भयो. अहिले त त्यस्तो घाम पनि छैन. पानी नपरोस् त यो जाने बेला है. त्यति हो. पानी पऱ्यो भने फेरि झ्याउ हुन्छ लट्टै. ल घर चाहिँ अब म पुग्न आँटेँ. हिँड्दा आयो. 15 मिनट जति त लाग्यो. मस्त हिँड्दा बिचबिचमा हल्का सानो भिडियोहरू खिचेँ, क्लिपहरू. धेरै मान्छेहरू थियो बाटोमा. अनि त्यति सकिएन. लग रहेछ के हो. दाजु सायद भित्र स्टुडियोमा हुनुहुन्छ होला. अब एकछिनमा म बोलाउँछु. आउनुहुन्छ भने. खै त दाइ त आउनु भएन. सायद भित्र स्टुडियोमा हुनुहुन्छ. त्यही सुन्नु भएन क्या हो. एकछिन म कल गर्छु. त्यसपछि आउनुहुन्छ होला सायद. अब भित्र स्टुडियोमा भएर नसुनेको होला. ओके, फोन गरेँ. तल आउँदै हुनुहुँदो रहेछ सुनेर. ल माथिबाट कुकुरले भुकिरहेको यार. कतै यहाँ फट टोक्ने अनि दाइ चाहिँ आउनु भयो. फर्स्टमा हामीले के गर्यो, म्यानेज अर्गनाइज गरियो होइन. हजुर, अर्गनाइज गरेपछि अब आउँछ गेन स्टेजिङ. अर्गनाइज डन भएपछि होइन
जहिले पनि सुरुमा आफ्नो ट्र्याकलाई के हजुर ट्र्याकलाई मिक्सर फ्यान होइन प्लेलिस्टबाट के मिक्सर फ्यानमा लाने त्यो नि मिक्सर फ्यानमा लाने भनेको यो प्लेलिस्ट भनेको त फर्स्ट इन्टरफेस भयो। फाइनली अब क्लास सकिसक्यो भर्खरै सबै कुराहरू भयो यताउता है नयाँ नयाँ कुराहरू सिक्यो अलिकति रेकर्डिङ पनि भयो। अब मैले आफै गरेको रेकर्डिङ छ अब त्यो अलिकति भनौँ मिक्स कसरी गर्ने त्यसलाई ब्यालेन्स कसरी गर्ने अब त्यो होमवर्क दिनुभएको छ जुन मलाई अलिक पठाइदिनुहुन्छ आफ्नै भोकल रेकर्ड गरेको आफ्नै गीत आफ्नै बिट है त्यही चाहिँ आफूले होमवर्क पाएको छु। अब घर गएर यताउता अब मिलाएर भोलि ल्याएर फेरि दाइलाई देखाउनु पर्ने हुन्छ। अब त्यहाँ दाइले चेक गर्नुहुन्छ कतिको मैले बुझेँ कतिको बुझेन अब त्यही हुन्छ है सबै कुरा त्यही हो प्र्याक्टिस गर्न धेरै भन्नु हो। अब घर गएर एकछिन प्र्याक्टिस गरिन्छ त्यसपछि फेरि अब अरू पनि काम छ है त्यसपछि फेरि राति चाहिँ अनि यही आफ्नो अब मिक्सहरू के गर्छु सबै कुरा ब्यालेन्समा त्यही हो। अब आज भ्लग अब धेरै त हुन्न होला सायद अलिअलि यसो बाटोमा अब खिच्छु होला। अब आधा भइसक्यो अब स्टुडियोको त धेरै देखाउन मिल्दैन दाइ पनि अलिक कम्फर्टेबल हुनुहुन्न होइन यसो देखिनमा अलि भन मस्तै हो सो त्यही भएर अब त्यति स्टुडियोभित्र खिच्दैन त्यो बाहिर हो त्यति हो। ल अब एकछिन अब मिल्यो भने बिचमा यसो खिच्छु त्यसपछि डाइरेक्ट घरकै हो। ओके फाइनली म चाहिँ अब घर पुग्नु लागिसकेँ होइन यसो गर्मी पनि थियो पानी पर्छ कि भनेर धन्न पानी परेन अलि मौसम त्यस्तै भइरहेको थियो धन्न परेन नत्र त गाह्रो परिहाल्थ्यो पानी परे तर घाम चाहिँ अलि बढी के 4 भइसक्यो त्यही पनि त्यस्तै अनि आज चाहिँ अब ठिकै भयो खतरा भयो राम्रो भयो भनौँ अब रेकर्डिङ गरिदियो अलिअलि स्टुडियोमा अनि सिक्यो धेरै कुरा त्यही हो। अब मिल्यो भने चाहिँ अब के रेकर्डिङ गरेको थियो अनि कस्तो भएको थियो भनेर अलिकति क्लिप हालिदिउँला है मिलेछ भने त्यस्तो राम्रो त हुन्न जस्ट ब्यालेन्स मात्रै गर्ने त्यो ट्र्याकलाई अरू त केही हुन्न त्यही हो मिलेछ भने सानो क्लिप हाल्छु म के रेकर्ड गरेको थियो भनेर। यहाँ चाहिँ अब कुकुरले भुक्नु लाग्यो यहाँ बाँधेर राखेर छुट्टै भने टोक्छ हो अनि अब यस्तै हो भ्लग चाहिँ अब त्यति राम्रो पनि छ कि छैन थाहा छैन त्यही पनि अब जसलाई ठिक लाग्छ राम्रो लाग्छ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला अलिअलि अब नयाँ क्रिएटर हो है गर्दै हो। सो घर चाहिँ आइसक्यो अब भ्लग चाहिँ यहीँ एन्ड गर्नुपर्ने हुन्छ। सो आजको लागि यति नै फेरि पनि अब अर्को नयाँ भिडियो आउनेछ। आज डे 2 अब यस्तै डेली सिरिजै भनौँ न यो भ्लग सिरिज सो डेली आउँछ। आज डे 2 हिजो डे 1 को मैले भिडियो हालिसकेँ त्यो पनि गएर चेकआउट गरिदिनु होला। अब डे 2 को भ्लग भए चाहिँ अब भोलि चाहिँ डे 3 हुन्छ। सो डेली आउँछ सबले हेर्नु होला माया गरिदिनु होला र आजको लागि यति नै फेरि पनि अर्को भिडियोमा भेटौँ होला। हस्त जय नेपाल जय होस्।